राम 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 विद्याकी देवी सरस्वती मातालाई स्मरण गर्दै बोलाउँदै राम 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 कण्ठ खुलाई देऊ राम 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 बृहत शान्तिधाम नेपाल र राष्ट्रिय लोक भवन चुड्का संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा यस बृहत शान्तिधाम नेपालको पुण्य भूमिमा सञ्चालन भएको पुरुषोत्तम महात्म्य मेलाका कार्यक्रमका सभापति महोदय, प्रमुख अतिथिगणहरू, व्यास उच्च आसनमा रहनुभएका व्यासपीठज्यू, एउटा हातमा कलम र अर्को हातमा तराजु लिएर निष्पक्ष न्याय गर्छु भनेर निर्णायक मण्डलमा रहनुभएका मूर्धन्य व्यक्तित्व नारायण लेकालीज्यूको टिम लगायत सम्पूर्ण भक्तजनहरूप्रति नारायण गर्छु नमस्कार। एक समय नैमिषारण्य क्षेत्र चक्रतीर्थको पुण्य भूमिमा 88,000 ऋषिहरू जम्मा भएर ती 88,000 ऋषिहरूको प्रधान ऋषि त्यतिखेर सौनक ऋषि प्रधान ऋषि हुनुहुन्थ्यो। उनको साथमा मुख्य व्यक्तित्व ऋषिहरू भृगु ऋषि, अंगिरस ऋषि, अपित ऋषि, असित ऋषि, गर्ग ऋषि, ध्रुम ऋषि। यस्ता व्यक्तित्वहरू वेद वेदान्तले पारङ्गित भएका यस्ता ऋषिहरूको उपस्थितिमा एउटा लामो समयसम्म चल्ने महायज्ञको आरम्भ गर्न लागेकै बेलामा त्यति नै खेर व्यासका शिष्य मानिने सुतजी, म पृथ्वीको महत्त्वपूर्ण नदीहरूको तीर्थाटन गर्छु, स्नान गर्छु, महत्त्वपूर्ण धार्मिक स्थलको दर्शन गर्छु भनेर आश्रम छोडेर घरबाट निस्केर हिँड्दै सबभन्दा पहिले पुष्कर क्षेत्रमा गई दर्शन गरी, यमुना नदीमा स्नान गरी, गङ्गा नदी प्रवेश गरी, काशी गया गई पितृलाई अर्पण गरी, सिद्ध क्षेत्र बद्री विशाल क्षेत्र हुँदै अन्तमा हस्तिनापुरमा नर्मदा नदीको तटमा सञ्चालन भइरहेका सुखदेव महाराजको मुखरा बिन्दबाट चलेको राजा परीक्षितको तक्षक नागबाट टोकेर आजको 7 दिनमा मृत्यु हुन्छ भन्ने मोक्ष प्राप्तिको लागि सञ्चालन भइरहेको महायज्ञको दर्शन गर्दै त्यति नै खेर नैमिषारण्य क्षेत्रको 88,000 ऋषिहरूले आयोजना गरेको पुरुषोत्तम महात्म्य मेलामा नारायण भयो सवारी। यस्ता प्रकारले मैले अघि नै भनिसके व्यासका शिष्य सुतजी महाराजको आगमनलाई हेर्दा यस्तो आगमन देखिन्थ्यो कि तत्स्रोतम समायन्तनम रक्तम बलतलम धारणम, रातो केस्रो धारण गर्नु भएका, रातो वस्त्र लगाउनु भएका, रुखको बोक्रा लगाउनु भएका सुतजी महाराजको आगमन हेर्दाखेरि 88,000 ऋषिमुनिहरू आफ्नो आश्रमबाट उठेर जुरुक्क उठेर प्रणाम गर्दै, शिर निहुर्याइकन प्रणाम गर्दै, हे सुतजी महाराज, हाम्रो हजारौं इच्छा र चाहनाहरू छन्, प्रश्नहरू छन्,
यी मध्ये यस महिनामा सान्दर्भिकता हुने पुरुषोत्तम महात्म्य मेलाको कसरी उत्पत्ति भयो, अधिक मास भनेको के हो, मलमास भनेको के हो, यसको उत्पत्ति कसरी भयो, 12 महिना मध्ये यो श्रेष्ठ महिना किन मानिन्छ, यस्तै यसको व्रत र दान धर्मको महिमा के हो भनिकन त्यतिखेर 88,000 ऋषि मुनिहरूले सुतजी महाराजलाई नारायण लागे सोधनालाई त्यति बेला लागे सोधनालाई यस्ता प्रकारले सुतजी महाराज भन्नुहुन्छ, हे ऋषि मुनिहरू धन्य हुनुहुन्छ, हजुरहरूले अत्यन्त महत्त्वपूर्ण प्रश्न राख्नुभयो। सुन्नुहोस् ध्यान दिएर, यसरी एकाग्र भएर सुन्नुहोस् भनेर सुतजी महाराज भन्नुहुन्छ। एक समय चन्द्र पात्रो र सौर्य पात्रो बीचमा गणनामा अन्तर पर्न थाल्यो र 32 महिना 16 दिनको अतिरिक्त महिना थपियो। जुन महिना यसरी थपियो त्यसमा संक्रान्ति नपरिकन 2 वटा अमावस्या औँसी पर्न गयो। यसैलाई थपिएको महिनालाई अधिक मास वा मलमास भनिन्छ भनिकन नारायण यो प्रश्न पार्नुभयो।
बसौ सुनेर हरि बसौ सुनेर सुन्नु सज्जन रामको भजन बसौ सुनेर बसौ सुनेर बसौ सुनेर सुन्नु सज्जन रामको भजन बसौ सुनेर बसौ सुनेर बसौ सुनेर सुन्नु सज्जन रामको भजन बसौ सुनेर हरि हरि पूर्वी भाग पहाड क्षेत्र रहेछ नेपाल 4 किल्ला बागमती प्रदेश हो नि हाम्रो मकवानपुर जिल्ला थाहा नगरपालिका 4 दमन किटिनी चाहिँ घर अधिकारी केसी पनि छन् समूहमा सुषमा लामा थर रिखेश्वर समूहको नाम कृषि गर्छौँ काम संस्कार र संस्कृति जोगाउ सबै मिली यही छ हाम्रो कर्तव्य नारायण हे प्रभु सबलाई नमस्कार घरकी कुल कुल्यानी नागराज नागरानी पूर्व पश्चिम महाकाली उत्तर दक्षिणमा विराजमान 33 कोटी देवी देवताको शरणमा पर्दै नारायण हे प्रभु जय गुरु गणेश जय गुरु गणेश मान्नु पर्छ पर नारीलाई जननी दिदी र बहिनी सरी चोर्नु ठग्नु पराएको धन लिनु खोज्नु उपाय गरी ठुलो पाप हुनेछ जीवन त्यता जानेछ सरचातो नरकमा त्यो करला उपकार धर्म मरिजो जानेछ स्वर्ग विदा माता पित आमा बुबा यतिकन नै मनले मानेर देवता सरी श्री विष्णुको पसरी शिव गुरु सरी माया बोजिनी सरी मान्नु भूमि अग्नि झला भूमि नै आकाश हुनु देवता इनको पूजा गर्नाले सुजनको जानेछ त्यो दरिद्र नारायण हे प्रभु कुन लीला भजनी हो कुन लीला भजनी
हे स्वामी गजभक्त हे गुणनिदान हे रीतिभूतिपते हे लम्बोदर हे